शेर्पाको मारे पनि काली पनि के भन्नु के हेर्दै घिन लाग्ने जस्तै यो ठेला दिँदा त मलाई कस्तो डर लाग्छ। त्यस्तो नभन कि सिङ्गिनी मलाई भगवानले त्यस्तो रूप दिए त म के गरौँ काली भए पनि मनभित्र गरी चुलिए केही छैन के आजभोलि तेरो मन पनि कालो हुँदा हुँदै तेरो कलेजी पनि कालो आजभोलि सबै कालो भइसक्यो भाइ। यसको बानीहरु पनि कस्तो कालो। नहीं मानता, यकीन नहीं हो रहा। मुझे भी पहली बार है ना। ए चुप रहे। त्यति साह्रै पनि नभने है सिङ्गिनी अनुहार हात कालो भएर के भयो त मेरो पुरै शरीर कति गोरो छ। भो फँसे कुरा नगर मथा पान्न र त गु पनि कालो हक्छेस पिसाब पनि कालो फेर्छेस अनि तेरो पसिना पनि कालो आउँछन्। बाउ त नेपाली भए पनि यसका बा त कोइला फ्याक्ट्रीमा काम गर्छन् होला कि घरमा कुकुर पट्किने काली भइगयो। तेरा बाको तालु पट्कियो होला म त ब्ल्याक ब्युटी हो ब्ल्याक ब्युटी। कति घमण्ड हो के काली भएर पनि अझै ब्ल्याक ब्युटी रे एको ब्ल्याक ब्युटी काली ठेरी चिकुन्टी भन्न आफूलाई। त्यही त यसको हातबाट खाना पनि कस्तो घिन लाग्छ। ल्यान अघि त काली चुकी छेरी खाना घिन लाग्छ भन्थ्यो कि दिन एभ्री खान्थ्यो। यो त राम्री छ यो त सबभन्दा राम्री छ विशेष गरी राम्री छ यो त लिएन मलाई अलिकति यही हो काली ठेरी यही हो काली। अभी मजा आएगा ना भिड़ो।